हेलो एन्ड नमस्ते एभ्रिवान। जर्सी विरुद्ध हुन लागेको ओडिआई सिरिज र नेदरल्यान्ड र नामिबिया विरुद्ध हुन लागेको इम्पोर्टेन्ट आइसिसी लिग 2 का म्याचेसहरूका लागि क्यानले टिमको घोषणा गरेको छ। टिमको कुरा गर्नुपर्दा रोहित कुमार पौडेल क्याप्टेन, दिपेन्द्र सिंह ऐरी भाइस क्याप्टेन, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, कुलसन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्। साथै रिजर्भ प्लेयरको कुरा गर्नुपर्दा सन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्। सिडब्ल्युसी लिग 2 साइकलमा युरोपियन कन्डिसनमा नेपालले 4 म्याच खेल्दा 3 मा जित 1 मा हार बेहोरेको छ। युरोपियन कन्डिसनमा एडाप्ट हुन, पिच र आउटफिल्डको बिहेभियरलाई बुझ्न नेपाली प्लेयर्सहरूका लागि यो सिरिज निकै इम्पोर्टेन्ट हुनेछ। नेपालले जर्सी विरुद्ध अफिसियल रूपमा कुनै पनि वानडे इन्टरनेसनल म्याचेसहरू खेलेको छैन। जर्सीलाई हराउँदै अपकमिङ सिरिजका लागि मोमेन्टम क्यारी गर्न यो सिरिज निकै इम्पोर्टेन्ट रहनेछ। ओपनिङ पेयरको कुरा गर्नुपर्दा कुशल भुर्तेल र आसिफ शेख नै हुनेछन्। कुशल भुर्तेलको लास्ट ओडिआई सिरिज हेर्ने हो भने होम ग्राउन्डमा पर्फर्मेन्स नआउँदा ड्रप भएपछि उनले गरेको उत्कृष्ट कमब्याक निकै सम्झन लायक रह्यो। उनले 118 बलमा 120 रन बनाउँदै कमब्याक गरेका थिए। साथै हालै सम्पन्न भएको एसियन गेम क्वालिफायरमा पनि 2वटा शतक प्रहार गर्दै आफू टिमको रन मसिन हो भनी प्रमाणित समेत गरे। आसिफ शेखले पनि अमेरिका विरुद्ध अर्धशतक प्रहार गर्दै कमब्याक गरे, तर एसियन गेम क्वालिफायरमा भने कमजोर राष्ट्र विरुद्ध कमजोर प्रदर्शन नै गरे। कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी निकै सक्सेसफुल रहेको छ। होम सोइलमा सम्पन्न भएको लिग 2 को कमब्याक म्याचमा 145 रनको पार्टनरसिप गरेर अझै पनि यस टिमको उत्कृष्ट ओपनिङ जोडी रहेको फेरि प्रमाणित समेत गरे। डोमेस्टिकमा उत्कृष्ट प्रदर्शन गर्दै मेन टिममा पर्न सफल भएका ईशान पाण्डेले नम्बर 3 मा ब्याटिङ गर्दा 2वटा अर्धशतक र म्याच विनिङ पर्फर्मेन्स गर्दै नम्बर 3 मा आफ्नो स्थान लगभग पक्का गरेको देखिन्छ। उनले अमेरिका र स्कटल्यान्ड विरुद्ध अर्धशतक प्रहार गरेका थिए। टिमको कप्तान रोहित कुमार पौडेलको कुरा गर्नुपर्दा उनले लास्ट 8 म्याचमा 35 को एभरेजले 212 रन प्रहार गरेका छन्, जुन उनको स्ट्यान्डर्ड भन्दा तल रहेको छ। उनले ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गर्न नसके पनि कप्तानको रोलबाट बलर्सलाई राम्ररी रोटेट गरेको देखिन्छ। दिपेन्द्र सिंह ऐरीको कुरा गर्नुपर्दा उनी अहिले आफ्नो करियरकै पिकमा रहेका छन्। टिमलाई ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै डिपार्टमेन्टबाट कन्ट्रिब्युट गर्न सक्छन्। 2026 कै कुरा गर्नुपर्दा उनले 8वटा ओडिआई सिरिज खेल्दा 4वटा हाफ सेन्चुरी र 1 सेन्चुरी बनाइसकेका छन्। साथै बलिङबाट 11 विकेट लिएर टिमको मात्र नभएर वर्ल्डको बेस्ट अलराउन्डरको रूपमा रहेको प्रमाणित गरिसकेका छन्। लेग स्पिन विजार्ड सन्दीप लामिछानेले भर्खरै सम्पन्न भएको लिग 2 को म्याचेसमा फास्टेस्ट 150 को कीर्तिमानी आफ्नो नाम गरेका थिए। उनले 73 म्याच खेल्दै मिचेल स्टार्कको 77 म्याचमा 150 विकेटको कीर्तिमानी तोडेका थिए। उनले 150 विकेट पूरा गर्न 4.38 को इकोनोमीले बलिङ गरेका छन्। त्यसैले अपकमिङ सिरिजमा उनी की प्लेयरको रूपमा रहेका छन्। कुलसन झाको कुरा गर्नुपर्दा फिनिसरको रूपमा टिमलाई कन्ट्रिब्युट गर्ने गर्छन्। आवश्यक पर्दा बलिङबाट पनि विकेट लिने गर्छन्। उनको अन्तिम 7 ओडिआई म्याच हेर्ने हो भने 50 को एभरेजले 151 रन र 5.44 को इकोनोमीले बलिङमा टिमलाई 8 विकेट दिलाएका छन्। टिमको पिल्लर भनेर चिनिने आरिफ शेखको भने पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन आएको छैन। टप अर्डर कोल्याप्स हुँदा विकेट बचाएर मिडल अर्डरमा स्टेबिलिटी प्रदान गर्ने उनी थोरै आउट अफ फर्म रहेका देखिन्छन्। उनले पछिल्ला 8 खेलहरूमा 22 को एभरेजले जम्मा 112 रन मात्र बनाएका छन्। आफ्नो फर्म फिर्ता ल्याउन जर्सी विरुद्धको सिरिज उनका लागि इम्पोर्टेन्ट हुनेछ। लेफ्ट आर्म स्पिनर ललित राजवंशीले भने विकेट टेकिङ डेलिभरी नगरे पनि इकोनोमिक बलिङ गर्छन्। पछिल्ला खेलहरूमा विकेट लिन नसक्दा फ्यानहरूबाट क्रिटिसिजम फेस गरेका उनले स्कटल्यान्ड विरुद्ध 4 विकेट र युएसए विरुद्ध 2 विकेट निकाल्दै टिममा उनको इम्पोर्टेन्ट रहेको प्रमाणित गरे। हालै सम्पन्न बेल्जियम T20 लिगमा पनि राम्रै पर्फर्मेन्स गरेका थिए। न्यू र यङ ट्यालेन्ट अर्जुन कुमारले भने ओमान विरुद्ध ट्यु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा आफ्नो डेब्युट गरिसकेका छन्। उनले जम्मा 3 म्याच मात्र खेले, तर टिमलाई आवश्यक रन बनाएर सहयोग गरे। क्यानले उनी जस्तो यङ र ट्यालेन्टेड प्लेयरलाई अझै बढी इन्टरनेसनल एक्सपोजर दिन सके राम्रो प्रदर्शनको आशा गर्न सकिन्छ। भीम सार्कीको कुरा गर्नुपर्दा पछिल्लो होम सिरिज सम्झन लायक रहेन। जम्मा 3 म्याच मात्र खेल्दा 51 को स्ट्राइक रेटले 38 रन मात्र बनाएका छन्। आफ्नो फर्म फिर्ता ल्याउन पनि यो सिरिज उनका लागि निकै महत्त्वपूर्ण रहनेछ। डोमेस्टिकमा उत्कृष्ट प्रदर्शन गर्दै लामो समयपछि टिममा कमब्याक गरेका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले आसिफ शेखको स्थानमा ब्याटिङ गर्दा 69 को स्ट्राइक रेटले जम्मा 66 रन मात्र बनाएका थिए। क्यानले दोस्रो विकेट किपरको रूपमा उनलाई चयन गरेको देखिन्छ। फास्ट बलर्सहरूको कुरा गर्नुपर्दा नन्दन यादवले
पावर प्लेमा उत्कृष्ट बलिङ नगरे पनि डेथ ओभरमा भने निकै राम्रो प्रदर्शन गर्दै आइरहेका छन्। उनले सर्ट बल र बाउन्सर फ्यालेर ब्याट्सम्यानलाई सरप्राइज गर्ने गर्छन्। उनले डेथ ओभरमा यर्करको प्रयोग गर्दै ब्याट्सम्यानलाई बिट गर्ने पनि गर्छन्। तर पछिल्ला खेलहरूमा उनले आफ्नो लाइन एन्ड लेन्थ मिस गरेको देखिन्छ। यसलाई सुधार गरेर अघि बढ्न यो इम्पोर्टेन्ट सिरिज रहनेछ। त्यसैगरी सोमपाल कामीले आफ्नो पेस र एक्सपिरियन्स युज गर्दै हरेक खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्छन्। उनी सधैँ आफूलाई इम्प्रुभ गर्ने र गेममा पनि लाइन एन्ड लेन्थ मेन्टेन गरेर अघि बढ्ने प्रयास गर्छन्। करण केसी भ्यालेन्टाइन बोयको कुरा गर्नुपर्दा कन्सिस्टेन्सीका साथ हार्ड लेन्थमा बल गरेर ब्याटरलाई बिट गर्ने प्रयास गर्छन्। करण केसीले आवश्यक पर्दा ब्याटबाट पनि इम्पोर्टेन्ट नकहरू खेल्ने गर्छन्। हाम्रो टिमको मेन फास्ट बलर्सहरूको पछिल्लो सिरिजको स्ट्याट्स हेर्नुपर्दा 8 खेलहरूमा 25 विकेट निकाल्न सफल भएका छन्। यसबाट फास्ट बलर्सहरूले टिमलाई राम्रो र ठूलो कन्ट्रिब्युट गरेको देखिन्छ। अपकमिङ सिरिजमा नेपाली प्लेयर्सहरूको पर्फर्मेन्स कस्तो हुनेछ कमेन्ट गर्न नभुल्नुहोला। साथै क्रिकेट सम्बन्धी एनालाइसिस भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल विकेट फल नेपाललाई सब्स्क्राइब गर्नुहोला।